मान्छेहरू बेला हुँदैछ होइन स्टार्ट हुँदो रहेछ साथीहरू हाम्रो सानो टोली यहाँ त हाम्रो अश्विनी नाना हुनुहुँदो रहेछ वाह हेलो साथीहरू वेलकम ब्याक टु राइनल गुड मर्निङ साथीहरू अनि साथीहरू ठिकै हुनुहुन्छ होला होइन अझै त छिटो उठ्यो भने त कामहरू अलिक सकिसक्यो अनि आज तपाईँहरूलाई म के गर्नेछु भन्दा यो ब्लग एबाउट दिस ब्लग इज एबाउट होइन त्यसको के भन्छ सिली टोली हो जो चाहिँ प्र्याक्टिस गर्दैछ यो अब फेब्रुअरी 1 तारिकको लागि जति हाम्रो गाउँमा होइन उयसमा पर माङ्खीमा त साकेला राखी आउनेछ त्यसको लागि चाहिँ तपाईँहरूलाई म अहिले तल रोड पुगाएर देखाउनेछु सो स्टिल एन्ड गाइज तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस् होला अनि मन पऱ्यो भने त्यो लाइक कमेन्ट पनि गर्नु नभुल्नु होला एट द इन्ड अफ दिस ब्लग एन्ड अल्सो एन्ड गाइज किप वाचिङ साथीहरू वेलकम ब्याक टु राइनल द ब्लग साथीहरू म त रोडमा आइसकेँ होइन तपाईँहरूले सुन्नुहुँदै होला यो ढोलोहरू बजेको यहाँ तल त के हुँदैछ भन्दा हाम्रो अब 1 तारिक त साकेला छ नि त गरोस् न हाम्रो मान्छेमा त्यसको अब तयारी हुन्छ नि जति अब यस्तै खालको अब सिली टोलीहरूले त्यो रिहर्सल हुन्छ नि पहिलाको सिल्लीहरू सिक्दैछ जो तपाईँहरूलाई म तल देखाउनेछु साथीहरू सो स्टिल देन किप वाचिङ साथीहरू साथीहरू स्टार्टिङ हुँदै रहेछ हाम्रो साथीहरू पनि भेट्यो साथीहरू हामी त आइसक्यो यहाँ सिल्ली गर्ने जग्गामा होइन तपाईँहरू देखाउँछ ब्याकमा वाह dunk Inaya, ke nu भएको हेर्नुस् न हारी काट्दै त्यो बहिनीहरू पनि अलिक उयस हुँदैछ होइन अलिक उयस भेला हुँदैछ अब कतिजना छ टिमहरू होइन त्यो विषय पनि रहेछ उनीहरू म र यहाँ भाउजू चाहिँ उयो गरेर गफ गर्दै थिएँ जाडो त भन्नुहोस् न कस्तो हावा चल्छ यो जग्गामा टोपी र उस पनि पन्जा पनि लगेन हुन्टेछ साथीहरू
बजाउने अरे यो ढोल आफू जस्तो छ ढोल है ढोल बजाउनु खोज्छ साथीहरू म चाहिँ अब सिल्ली खेल्नेहरू जुन चाहिँ बिचमा किन बसिरहेको थिएँ किन भन्दा हाम्रो जुन चाहिँ नुमा बेबी छ उतै पुरा यता उता कुद्दैछ नि त अरू त होइन सिल्ली खेल्नेहरू पुरा यता घुमिबस्छ होइन लागिहाल्यो भनेर चाहिँ उसलाई मैले भर्खर चियरमा चाहिँ खेलाउनदेखि बोलाइरहेको छु राखिरहेको छु साथीहरू यतै हेर्न सक्नुहुन्छ नुमा बेबी होइन ऊ पनि अब सिल्ली गर्दै थियो नि त यहाँ उसहरू देखेर हामीहरू देखेर होइन नानाहरू देखेर हेर्नु न अब अरूहरूले पुरा स्पिड गर्न थाल्यो नि त त्यो देखेर बहिनी त के गर्नुभएछ स्ट्याचु भइरहेछ कस्तो क्युट देखेको उसलाई यसो गर्दा पाइ देख्दै साथीहरू हेर्नुहोस् न यहाँ क्युटिनुमा चाहिँ सिल्ली गएर यहाँ थाकिरहेको रहेछ ऊ चाहिँ बिर्साइरहेको रहेछ हेर्नुहोस् न कस्तो क्युट देखेको बसिरहेको छ होइन बिचमा होइन ढोल बजाउने हेर्न सक्नुहुन्छ हाम्रो बहिनी हटा त अलिकति एभ्री सानो भाइहरू छ कस्तो मजाले बजाउँछ म भाउजू यहाँ बसिरहेको छु बहिनीहरू कस्तो अरे भाउजू कस्तो अरे मजा ढोल हुने बजाएको छैन उसले त सुरु गरेछ ढोल पनि साथीहरू अब म त घर फर्किँदैछु किनभने खाना बनाउनु टाइम पनि भयो बहिनीहरू उयो गर्छ साथीहरू म चाहिँ अब सिलिटोलीकोबाट होइन भाउजूहरूकोबाट चाहिँ रोडदेखि माथि आफ्नो घर जाँदैछु किनभने अब मैले घरको साफसफाइ डल्लै गरिसकेँ तर पनि अब खानाहरू बनाउनु छ होइन त्यसको लागि उयो गर्नु छ होइन तयारी गर्नेछु अनि तपाईँहरूलाई हाम्रो गाउँको हुन्छ नि सिलिटोली कस्तो लाग्यो साथीहरू मन पऱ्यो भने सेवानी भनेर कमेन्ट गरिदिनुहोस् तपाईँहरूलाई म घरमा पुगेर देखाउँछु नि साथीहरू घर आइसकेँ होइन So this is all for today vlogging, and if you want to see more of it guys, then don't forget to like, comment, and subscribe to my channel. Until we meet again with more exciting and interesting vlog next time. Let's say everyone goodbye.